वेलकम टू माई युट्युब च्यानल। अहिले चाहिँ म ठ्याक्कै भिलिगिली भन्न आएछ रसपानातिर छु। रसपानाको नजारा चाहिँ एकदम दामी छ है। हावा एकदम राम्रो चलेको छ, हेर्न सक्नुहुन्छ। बाटोस्टी बस्ने एकदम बसेर चाहिँ आनन्द लिने चिप्लिँदो रहेछ। कसले हल्लाउँछ अब, यसरी हल्लाइदिँदैन होइन। म एक्लै छु। देख्न सक्नुहुन्छ यो चाहिँ पारिपट्टि चाहिँ भिलिगिलीको नजारा हेर्नुहोस्। समुद्र एकदम दामी हावा चल्छ है, एकदम मिठो हावा छ। यहाँ चाहिँ बेलुकाखेर एकदम धेरै मान्छे हुन्छ। सबैजना यता आएर बसिया हुन्छ। यहाँ गफसप ओपन हुँदैछ। गफसप यस्तो सबै थोकहरू ओपन हुँदैछ यो घरमा चाहिँ। ढक्कसँगले ओपन भइसकेपछि घुम्न आउने हो। आएर कफी खाँदै यहाँनिर बस्ने हो। यता ढुङ्गाभरि बसिया हुन्छ है मान्छे चाहिँ बेलुकाखेर। यता बस्ने ठाउँहरू छ टन्नै त छैन। ढुङ्गासँगले होइन त्यो मुढामुढा बसेर टक्क कफी खाने, पानी सानी खाने सब थोक नै। उहाँ पेलोमो भन्ने एउटा रेस्टुरेन्ट छ। रेस्टुरेन्ट यो सबै थोक पाउँछ त्यहाँ चाहिँ। त्यो पर देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ स्विमिङहरू पनि गर्ने, स्विमिङ गरेर आनन्दले यतिखेर चाहिँ आनन्द हुन्छ क्या स्विमिङ गर्न पनि। त्यही भएर आउनुहोस्, स्विमिङ गर्नुहोस्, जानुहोस्, आनन्द लिनुहोस्। नुनिलो पानी चाखेर जानुहोस्। एकदम नुनिलो हुन्छ यहाँ चाहिँ। कपाल सपाल सबै झर्छ है। पहिले हामी पनि खेल्थ्यौँ। पहिले खेल्दाखेरि चाहिँ हामीले एकदम नुनिलो हुन्थ्यो। अनि त्यसपछि गएर रुममा गएर फेरि अनि अलिक राम्रो पानीले नुहाउँथ्यौँ। साथीहरूसँग आउँथ्यो, टन्नै खेलिन्थ्यो। अनि यतातिर पनि अलिक ट्यालेन्टेड मान्छेहरू चाहिँ यतातिर पनि खेल्छ र हामी चाहिँ सकिन्न। हामीलाई चाहिँ छल्कोले कहाँ पुऱ्याउँछ है, अनि मरिन्छ नि त। यस्तोमा चाहिँ खेल्नुहुन्न है। अनि खेल्यो भने पनि अलिक जान्ने मान्छे खेल्नुपर्छ। अनि फेरि जान्ने मान्छेको लैमा लागेर नजान्ने मान्छेहरू पनि जान सक्छ होइन। त्यसरी चाहिँ जानुहुन्न, कहाँ पुऱ्याउँछ थाहा हुन्न। स्विमिङ गर्न आउनेहरू मात्रै हो माथि तैरिने। यहाँ त फेरि त्यही हो, नजान्नेले त पानी खाएर त्यतै मरिजान्छ पो। अनि यो पर चाहिँ बोटहरू एक ठाउँदेखि अर्को ठाउँ जाने